मिल्दैन भन्ने भएकाले गर्दाखेरि यसले खान मिल्दैन र अब दुधबाट पनि बच्चालाई जान्छ भनेर खान मिल्दैन भनेको छ। र महिनावारी भएको 5 दिनसम्म खान मिल्दैन महिलाहरूको हकमा भने पुरुषहरूलाई चाहिँ जसलाई मौरीको एलर्जी छ त्यसले मात्र खान मिल्दैन यो चिज त्यस्तो छ। र यसैबाट बनेको हाम्रो प्रोपोलिस पेस्ट छ हैन, यो कति राम्रो छ भन्नुहुन्छ भनेदेखि हाम्रो अहिले प्रायः त सानो चिज पनि र धेरैवटा कामको लागि यो प्रयोग गर्नु न भनेर हामीले दिने गरेका छौँ। र यही चिज छ, यसले जति काम गर्छ त्यति नै काम गर्छ यसले। अब यसमा केमिकल केही पनि छैन, यसमा यही प्रोपोलिस लगाएर मिश्रणबाट त पेस्ट दाँत मोल्नको लागि मात्रै बनाएको हो, मुखको घाउ सन्चो गर्नको लागि र अनि त्यहाँदेखि पाइरिया दाँत किराले लाग्नबाट बचाउनको लागि बनाएको हो। तर पनि यसका फाइदाहरू धेरै रहेछ। मान्छेले प्रयोग गर्दै जाँदाखेरि आफूमा डक्टर हुनुभएको छ। कसैले हिलाले खाएकोमा लगाउनु भयो, 1 वर्षदेखि अर्को वर्ष हिलाले नै खाएन, कसैले खुट्टा फुटेको ठाउँमा त्यो चिरा भएको ठाउँमा लगाउनु काम गर्दो रहेछ। चिरा भएको ठाउँमा लगाउनु भयो, फेरि खुट्टा फुटेन हैन। यसमा चाहिँ अब यो घाउलाई राम्रो गर्ने यो चिज भएपछि सबैलाई राम्रो गरो। अनि अर्को कुरा पोलेको घाउमा पनि यसैले सन्चो भयो, काटेको घाउमा पनि यसैले सन्चो भयो। र जुन मैले भने गालामा दुलो परेको थियो भने यो अब यो मात्रै लाँदाखेरि त कता कता लाउने अलिकति भयो, यसले टालेर यसले यो र यो मिश्रण गरेर घोलेर टालेको क्या, यो घाउ टालेको थियो त्यो त्यसरी नै अब छिट्टै 7 दिनमै टालियो। त्यस्तो खालको यो पेस्ट छ। यसले नै अब घाँटीलाई चाहिँ अब राम्रो हामीले पेस्ट गर्दै गर्दा त केही मात्रामा त निलिन्छ नै, नलिएको त हुँदैन। बच्चा त अझ ब्रस चुसी हैन गुलियो छ भनेदेखि त निले, मेरै बच्चाले कति निलेका थिए। र यो पेस्ट आएको थियो भनेदेखि कति राम्रो हुन्थ्यो होला, उनीहरूलाई निल्दै गर्दा पनि राम्रो हुँदो रहेछ। हामीले पेटमा अलिकति समस्या छ, केही छैन हामीसँग, अब कहिले त ज्वानो खाँदा पनि ठिक हुन्छ, टिमुर खाँदा ठिक हुन्छ भन्ने हुन्छ नि, तर हामीसँग यो घरमा छ भनेदेखि अर्थक राख्नु पर्दैन। यो मनतातो पानीमा घोलेर खायौँ भने एकदमै छिटो सन्चो हुन्छ र यो खाँदा पनि राम्रो हुन्छ। र अर्को कुरा घमौरा आएको छ हाम्रो, त्यो प्रोपोलिस साबुनले नुहाएर यसलाई पातलो पारेर सबै जिउमा लगायौँ भने सन्चो आराम मिल्छ र घमौरा पनि छिटो मिल्छ। त्यो नाइसिल पाउडर, त्यो डर्मिकुल पाउडर के हाम्रा घरमा केही पनि छैन, यिनै चिजले सबै थोकलाई हुन्छ। र छोराछोरीले त प्रोपोलिस मामु भनेर पनि मलाई यस्तो भन्छन्, अब केही भनौँ प्रोपोलिस दल, अनि त्यो पिम्पल निस्क्यो प्रोपोलिस लगा, अनि त्यहाँदेखि के भयो प्रोपोलिस लगा, कान चिलायो प्रोपोलिस लगा, कानमा पनि प्रोपोलिस हाल्न मिल्ने गरे कानमा पनि। अब कुन दिनदेखि मामुले बिर्सेर आँखा नि हुन्छ भन्छन्, जाने भन्छन् छोरीहरू, आँखामा चाहिँ हुँदैन यो चिजले हैन। नाकामा पनि लगाउन मिल्छ कि मैले चाहिँ कोरोना कालमा कोरोना मार्नको लागि लगाउँदाखेरि नाकमा लगाउँदा पिनास ठिक भयो मेरो। पिनास थियो, यो नाकमा लाउनु हुन्छ भन्ने चाहिँ थिएन, आफै लगाएर जानेर त्यो बेला चाहिँ कागती साटो चाहिँ म चाहिँ यही लगाउँछु भनेर मैले यो लगाएँ, छोराछोरीलाई पनि लगाइदिएँ। र पोल्न चाहिँ एकदम पोल्ने बिचराहरूलाई कति गाह्रो भयो, मलाई नै गाह्रो भयो होइन। तर कोरोना लाग्नु भन्दाखेरि यो निको हुन्छ भनेर त्यसरी लगाइयो, मेरो पिनास ठिक भयो। र यो चिज पनि त्यति राम्रो छ, हरेक चिजलाई राम्रो गर्ने चिज छ यसको, किनभनेदेखि यसमा चाहिँ प्रोपोलिसको मिश्रण भएकाले गर्दाखेरि राम्रो छ। टेस्ट गर्दा गर्दै अस्ति कसले हो काकीको नाकमा लाउनु पर्यो, एकदम हो, त्यो मैले भन्न बिर्सेँ, एकदमै हो नि, काकी बनाएको ठाउँमा पनि राम्रो, त्यो कति राम्रो भइदियो नि, कसैलाई कति असर हुन्छ त्यो काकी त्यस्तो समूहमा बस्नु भन्दाखेरि आफ्नो दुर्गन्धले गर्दा जान सकिरहेको हुँदैन क्या। बेलाङीमा हुनुहुन्छ उहाँलाई क्यान्सरले जिउ पोलेको, उहाँको किमो लगाइसकेको छ, उहाँको जिउ पोल्ने होइन। तर के गर्दा हुँदैन, कतिपल्ट पानीमा डुब्दा हुँदैन, भित्रैदेखि बिचरालाई पोलेर निस्केको हो। यिनै प्रोडक्टहरू खाएर उहाँलाई राम्रो भयो। र बाहिरी पनि उहाँले नै के भन्नुभयो भने ठुलो बाल्टीमा 2 मग जति पानी हालेर घोल्दा गरेँ, अनि सर लगाएँ, कति सन्चो भयो, मलाई सन्चो भयो, जिउ पोल्ने पनि सन्चो भयो भन्नु, त्यो भित्रैदेखि पोलेको पनि मलाई सन्चो भयो क्या। त्यस्तो चिज छ यो, अलिकति पोल्न चाहिँ बच्चाहरूलाई सहजै गर्दैन। र यसले चाहिँ हाम्रो बाहिरबाट ल्याएको पेस्टले चाहिँ र्याललाई सुकाउने काम गर्छ। दाँत मोल्दा भनेदेखि यसले र्याल ग्रन्थीलाई बढाइदिन्छ। हाम्रो शरीरमा चाहिँ हाम्रो मुखमा र्याल सुक्यो भने रोग लाग्ने नै त्यही रहेछ, थाइराइड हुने, हाम्रो अब घाँटी सुक्दै जाने, अनि यो हाम्रो चाहिँ मेन नलीमै अब अन्न नलीमै समस्या भइसकेपछि के रोग लाग्छ होला, हरेक चिजमा रोग निम्त्याउने हुन्छ भने यसले चाहिँ यो मात्र प्रयोग गऱ्यौँ भने पनि हामी धेरै रोगबाट जोडिन सक्छौँ। र अर्को छ साबुन, मैले भनेको है, यो साबुनको जुन साबुन छ दाँतको लागि चाहिँ प्रयोग गर्नु हुँदैन भनेको हुन्छ डक्टरहरूले भनेदेखि हाम्रो चाहिँ दाँतकै दबाई भनेर हामीले दिने गरेको छौँ। यसले चाहिँ सामान्य
रूपमा निस्केका दाँतहरू यसले मात्रै नुहाउँदा पनि निको भएका छन्। त्यसमा पनि फेरि हामीले यही लगाउने गऱ्यौँ। अनि यी दुईवटा चिजले गर्दा दाँतलाई पनि राम्रो भएको छ। त्यति गर्दाखेरि पनि भएन भने यो पनि मिश्रण गरेर लगाउँदाखेरि दाँतलाई राम्रो भएको छ। र दाँतको साबुन भनेर त आएको होइन, यसले घाउ फुटेर निको पार्छ र छालालाई नरम बनाउँछ। यो चाहिँ कुनै पनि वनस्पतिको होइन, यो वनस्पतिको पनि छ। यसमा चाहिँ चिउरीको घिउ र तितेपाती निमहरू हरेक चिजहरू अब औषधिजन्य चिजहरूको मिश्रणबाट बनाएको छ र यसले छालालाई नरम बनाउँछ भनेर गरेको छ। तर धेरैवटा रोगलाई निको भइसकेको छ, एलर्जी निको भएको छ। यी चिजहरू यस्ता छन्। अर्को छ मसाज ओइल। यो चिज भनेको हामीले हाड जोड्ने नसा दुखेको बेलामा मसाज गर्नको लागि हो हुन चाहिँ। तर यसका पनि बहुमुखी के हाम्रो चाहिँ एउटै चिजले एउटै मात्रै बिरामलाई निको हुने छैन। एक थोकमा हामीले केही छ, हामीलाई टाउकाकै भनौँ डिप्रेसन छ, त्यसलाई र त्यसको शरीरभरि अर्थकै बिराम छन्। त्यसलाई ग्यास छ, अल्सर छ, क्यान्सर छ, पाठेघर सम्बन्धी बिरामी छ, त्यो ब्रेस्ट क्यान्सर छ, हरेक छ भनेदेखि त्यसले एउटा मात्रै यिनै यो र रोयल जेली प्रयोग गर्दैछ भने त्यसलाई सबै थोकलाई राम्रो गर्छ। हामी डक्टरकोमा गयौँ भनेदेखि एउटा टाउको दुखेको एउटा दिएको हुन्छ, पेट दुखेको अर्को दिएको हुन्छ, घुँडा दुखेको अर्को हुन्छ, एउटा मसाज ओइल पनि त्यस्तो हुन्छ। त्यो मसाज गर्ने पनि त्यही भनेको हुन्छ। र हाम्रो चाहिँ यो पनि मसाजको लागि दिएको हो। तर हामीलाई रुगामर्की खोकी धेरै दिनसम्म निको भएन भनेदेखि यसको बाफ लिँदाखेरि पनि हुन्छ। यो टाउकोमा मालिस गर्दाखेरि पनि यसले सन्चो गर्छ। र कुनै पनि यसमा भनेको हुन्छ त्यो बाहिरको मलमहरू मालिस गर्ने तेलहरू चाहिँ मुखमा पर्नु हुँदैन भनेर भनेको हुन्छ। तर हाम्रो चाहिँ के छ भने हाम्रो कम्पनीले चाहिँ कस्तो चिजहरू निकालेको छ भन्नुहुन्छ भने जुन चिज खान मिल्दैन त्यो चिज दल्न पनि मिल्दैन। मुखबाट खानु र छालाबाट जानु त एउटै त हो, पोइजन नै त हो। त्यो भएकाले गर्दाखेरि खान मिल्छ भने मात्रै दल्न पनि मिल्छ भनेर भनेको छ। र यो चिजलाई मुखमा पर्यो भने केही हुँदैन। अर्को त एउटा हाम्रो इन्सेक्ट रिपेलेन्ट भन्ने छ, मैले ल्याइनँ भने त्यो साङ्ला मच्छर मार्ने त्यो चिज पनि कस्तो हुन्छ नि, मुखमा परे पनि मरिँदैन, मुखमै पऱ्यो भने पनि मरिँदैन। त्यो अब ऊ छ नि, अब मर्ने चिज त हरेक चिजलाई नै अब विषादी नै हो भन्ने हुन्छ नि। तर हाम्रो त्यो चिजहरू चाहिँ सानो बच्चाहरूलाई पनि हामीले हात खुट्टामा लगाएर सुतायौँ भनेदेखि मच्छर आउँदैन। अनि आफूले पनि लगाएर बस्यौँ भने आफू पनि सुरक्षित भयौँ। र त्यो मुखमा पर्यो भने पनि केही हुँदैन। र जुन चिज खान मिल्दैन त्यो चिज छालामा नदल्नु भनेर भनेको हुन्छ। र यो चिज त्यस्तै छ। अब इन्सेक्ट रिपेलेन्ट यसले चाहिँ मच्छरको लागि बनाएको छ। तर अब झिँगालाई पनि काम गर्छ यसले। किरा फट्याङ्ग्रा उसमा कमिला, कति अहिलेको सिजनमा त कमिला मेरो घरमा त लगेर कहाँ जान्छन् कमिला स्यास पार्न पार्यो भनेदेखि गयो, त्यसको बाटै बन्द भयो। अनि म त अर्को त्यो ग्यामेसिन त्यस्ता चिजहरू त म केही नै चलाउँदिनँ। पहिला यो नआउँदाखेरि यसैले काम दिन्थेँ। यही हो, कमिलालाई पनि यही छ्यास पारिदिन्थेँ, उता पनि यही छ्यास टाउको छ्यास पारेर मालिस गऱ्यो। अनि त्यहाँदेखि कता यही गऱ्यो। र यसले त्यति राम्रा चिजहरू छन् यी चिजहरू। र यही सनस्क्रिमहरू छ होइन, यिनै प्रोपोलिसहरू लगाएर बनाएको चिज छ। रोयल जेली भनेको यो यसको बारेमा मैले भनेको छुइनँ। रोयल जेली भनेर के भन्नुहुन्छ भनेदेखि यो मौरीको घारमा कर्मी मौरीहरूले रानी मौरीको लागि खाने आहारा हो। शिर ग्रन्थीबाट एउटा निकालेको सूक्ष्म रस त्यो चाहिँ रानी मौरीले खाने गर्छ। बाँचुन्जेल भनेदेखि 3 दिनसम्मको बच्चाहरूलाई पनि यही रोयल जेली खुवाउने गरेको छ। र त्यस पछाडि जुन रानी बन्छ त्यसले मात्र यो खाना खान्छ। त्यो चाहिँ त्यसैले गर्दाखेरि रानी मौरी अरू मौरीभन्दा साइजमा पनि ठुलो, हेर्दा पनि राम्रो आकर्षक छ। र यसले छालालाई पनि एकदमै राम्रो गर्छ, बुढीपन हुन दिँदैन। यसले डिप्रेसन, एन्जाइटी, पाठेघर सम्बन्धी र यो चाहिँ विशेष गरेर महिलाहरूको लागि गाइनो नै भन्ने गरिएको छ। र पुरुषहरूका लागि पनि धेरै राम्रो छ। यसले चाहिँ अब हर्मोनल हरेक चिजलाई पनि राम्रो। हर्मोन नियन्त्रण गर्ने भएकाले गर्दाखेरि हाम्रो रोग चाहिँ हर्मोन नियन्त्रण नभएकाले गर्दा लागेको हुँदो रहेछ के। अनि त्यसले गर्दाखेरि सुगर, प्रेसर